ल साथीहरु आज चाहिँ यहाँनिर पानीपुरी अहिले प्राइस त म दिइहाल्छु नि पुरी अझै खानु नि हान्दी हेलो साथीहरु सबैजनालाई नमस्कार सेवा अनि आज चाहिँ हाम्रो यहाँनिर के हुन लागेको छ भने भान्जी र भाइ भएर पानीपुरी च्यालेन्ज गर्न लागेको कसले जित्दो रहेछ हेरौँ अनि त्यसपछि भान्जी चाहिँ आउँदै हुनुहुन्छ अनि भाइ चाहिँ यहाँ सुतेर बसिरहेछ अब एकछिनमा गर्छौँ हेलो गाइस म चाहिँ यहाँ माइजूकोमा आइसकेको छु आज हाम्रो पानीपुरी च्यालेन्ज छ च्यालेन्ज छ भन्दा पनि आज मामा भान्जिनीको पानीपुरी च्यालेन्ज छ अनि भिडियोहरू कस्तो हुन्छ हेर्दै गर्नु होला अनि सब्स्क्राइब गरिदिनु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला हाम्रो युट्युब च्यानललाई माया गरिदिनु होला हेलो नमस्ते नमस्कार तपाईहरुलाई वेलकम छ हाम्रो युट्युब च्यानलमा आज चाहिँ हामी मामा भान्जिनी चाहिँ पानीपुरी च्यालेन्ज गर्दैछौँ यहाँ 25 वटा छ भने यहाँ नि 25 वटा छ स्पाइसी झोल धेरै पिरो छ यहाँ चाहिँ पानी थपेको रे अलिकति थोरै जेल गरेको अलिकति आज हामी स्टार्ट गर्छौँ ल ल ल ल गएर खाऊ न बिस्तारै खाइसक्ने हैन र बिस्तारै खाने ल त सकेन भने गिभ अप गराए को फर्स्ट हुने त्यसले प्राइज पाउने भनेर ओर्डरले राख्नु पर्यो अहिले प्राइस त म दिइहाल्छु नि भान्जी जित्नु यसले त छिटो खानु टिस्यु दिनु दिदी थियो माले दुईटा खाइसक्नु भयो मैले एउटा मात्रै खाएँ ए रहेछ त त्यो मुनिबाट En vill jag smitta det? बोल्दै नि हावा नि यार च्यालेन्ज भन्दै जाँदा पिरो भयो झोल अलिक पिरो भएछ क्या भोलि चाहिँ टोयलेट बस्दा गाह्रो हुन्छ भोलि चाहिँ टोयलेट बस्दा गाह्रो हुन्छ टोयलेट कसरी बस्छ देखाइदेऊ न झोलचाल थोरै भयो जस्तो छ त ल्याइदिन्छु म अब भिडियो स्टार्ट भएपछि खाने अब त्यो जे भए पनि के हँ के हो त्यो ओ मुखले भने के भनेको राम्रो भनेको होइन क्या यसले के मागेको नानीले नुन हो झोल झोल मागेको कस्तो छ च्यालेन्ज चल्दैछ क्या च्यालेन्ज हो त ती ताप्केमा चोक भान्जीले पानी झोल नखाऊ न यसको जस्तो खाऊ तिमीले झोल खाऊ नि तिमीले सक्दैन झोल पनि खानुपर्छ है उसको झोल सकिन लागिसक्यो तिमी थप्नुपर्छ नि यसले पनि कसले कति कति खायो यसलाई पनि झोल थप्दै हुन् नानी
तिमी पनि थाहा म थाहा मामको सानो परेको हो मेरो ठुल्ठुलो परे जस्तो पुरी साटन हो मामको सानो परेछ नि त खै हो उस्तै हाल्दै थियो त्यही पनि कहाँ सक्छ त नि यसले कस्तो खतरा खान्छ आलु त सिद्धो पर छ दिदीलाई माग्दा मैले नसक्ने रहेछ आलु ल्याइदेऊ रे उयो खानु नानीको होइन उस्तै हो तिमीलाई नि ठुलो सानो नै थियो के रुइस बिस्तारै खाने रे हो अब कसले जित्यो मैले तर अघि भान्जी बोलिन्जेल त नखाएर सबै भएको खानेकुरा पानी चाहिँ सक्दैन भन्ने नखाऊ है पिरो छ पानी त बेबे पुरी अझै खाने नानी हारी त हाल्यो जिते के जिते जिते नै मैले दुईटा अगबारे खोर्सानी अनि अर्को कस्तो भयो अनि भन न बाजेको बिहे देख्यो मेरो चाहिँ फर्स्ट टाइम हो च्यालेन्ज मेरो नि फर्स्ट नो होइन अस्यो नि च्यालेन्ज गर्नु यहीँ ती बाजेको बिहे देख्यो त तपाईँको सानो परेछ नि त त्यही भएर होइन सानो ठुलो दुइटै बराबर थियो होइन मेरो त मेरो अर्डर थियो नि कत्रो आज तपाईँको 3टा मैले खाएँ नि त 2टा मात्रै हो ल
3टा होला 2टा मात्रै हो तपाईँ लगिदिनु पछाडिको त अब आजको लागि यति च्यालेन्ज जितिसकेको अवस्था छ वाचिङ हाम्रो पानीपुरीको च्यालेन्ज कस्तो भयो तर मैले चाहिँ जित्न सकिनँ मामालाई मामाको धेरै पैसा थियो मेरो चाहिँ फर्स्ट टाइम हो त्यही भएर पनि मैले जित्न सकिनँ लास्ट पिरो भयो सिकाउनु भएपछि चक्लेट न चक्लेट खाँदैछु इलामको चक्लेट त्यो पनि भेनाले ल्याएकोले तैँले आज तर झेली गरे जितिस तपाईँ नबोली खानुभयो नि त नबोली नानीले थपेर नि खायो तैँले नबोली खाइस् मामाले ल्याउनु भएको अस्ति खुवा चक्लेट खुवा हो पेट पोलिरहेछ कि छैन उहाँको छ मेरो चाहिँ छैन कस्तो किन आजको भिडियोमा अनि कस्तो लाग्यो त दुईजनालाई पानीपुरी जस्तो मिठो लाग्यो अनि के भन्न चाहन्छौ ल भन रिङ्गटै छुटाइ थ्याङ्क यू माइजीलाई हामीलाई पानीपुरी बनाइदिनु भएकोमा हामीले खाने च्यालेन्ज गर्ने मात्रै हो खाने मात्रै हो माइजीले सबै थोक गर्नुभयो सबै काम गर्नुभयो हामी चाहिँ जस मामा र म चाहिँ खाने मात्रै मैले नि पुरी किने ल्याइदिएँ त्यतिमा पैसा चाहिँ कसले दियो थाहा छ होइन काममा जे भयो भने सबै काम माइजीले गर्नुभयो नि त यिनीहरू सुतेर खाएको सुतेर म आउने बित्तिकै होइन लु आजलाई चाहिँ बाई बाई यति नै होइन नानी आजलाई यति नै बाई बाई थ्याङ्क्स फर वाचिङ